दर्शक नमस्ते फ्रम लुप्ला के अरे यो के झरना रे जेहान लौकी झरना है फाइनली हामी लौकी झरनामा छौँ। आमामा यस्तो भाइब छ, यस्तो भाइबवाला ओ माई गड भयङ्कर खतरा छ यार। आयो उता पानीतिर नजाऊ के। ओहो यार पुरै भिजाउँछ यो त, तिमीहरू खिच के जाऊ। आमामामा त्यहाँको पानीको त यहाँ यस्तो भिजाइरहेछ यार मान्छेहरूले। कहाँ खै ओहो चप्पल यहाँ फालेको छ मेरो त, चप्पल यहाँ फालेको। ल साथीहरू है लौकी झरनामा आउनुलाई है त, यस्तो छ भाइ। ओहो कस्तो फिल भइरहेछ। बल्ल चिसो भयो यार। आम्मामा यो यस्तो छ यार झरना आएको त्यहाँ हेर्नुहोस्। ओहो यति डेन्जर बाटो रहेछ, त्यहाँको ढुङ्गाहरू चिप्लोदेखि लिएर तपाईँको हाम्रो हालत अहिले यस्तो पानीले जुत्तासम्म पनि हेर्ने हालत चाहिँ एकदम बेहाल छ है जेठान। जे जसो गएर आइयो। तपाईँहरू पनि यदि आउनुहुन्छ भने हाफ कट्टु लगाएर यस्तो हाफ सामान जे छ तपाईँहरूसँग लगाएर आउनुलाई। र बाइक अन्तिम स्टेज यहाँसम्म आउँछ बाइक है, अन्तिम यहाँ त्यहाँनिर झरना छ यहाँसम्म आउँछ। हामीलाई चाहिँ माथि नै तल बाटो अप्ठ्यारो छ भनेर बाइक माथि राख्न लगाइयो, तर तपाईँहरूले बाइक चाहिँ यहाँसम्म ल्याउनु होला है। अनि माथि चाहिँ पैसा खानको लागि बाइक चाहिँ हामीलाई माथि राख्न लगाइयो। हेर्नु त अहिले चाहिँ हामी ठ्याक्कै नुवाकोट, यो पुरै नुवाकोट हो, नुवाकोट दरबार त्यता हो। तपाईँ नुवाकोट दरबार जानुभएको छ? गएको नि यार पहिले, फेरि जाने फेरि आउने र गाइज ट्याक्क जाने। हामी यहाँ चाहिँ टक्क सालीहरूसँग हिँडिरहेछौँ, सालीहरू अगाडि गइसके। आजको झरनाले लास्टै हालत खराब गराइदियो, प्लस हिँड्न पनि धेरै हिँड्न पर्ने रहेछ। थ्याङ्क यू सो मच, लभ यु गाइज फर वाचिङ दिस भिडियो। सबैले लाइक सेयर सब्सक्राइब गरिदिनु होला, धन्यवाद। फ्रम नुवाकोट अब गोइङ टु काठमाडौँ है, ब्याक टु काठमाडौँ। हामी चाहिँ काठमाडौँको लागि अब प्रस्थान गर्दैछौँ। बाइक माथि डाँडोमा छ, आधी घन्टा हिँड्न पर्छ। त्यसपछि हामी राति दोहोरी आयौँ। यो चाहिँ दोहोरीको है साथीहरू, यो चाहिँ हेर्नु होला सबैजनाले। सालेजो दोहोरी सबैलाई इन्भाइट छ। लभ यु सो मच, सबैले सब्सक्राइब गरिदिनु होला। धन्यवाद धन्यवाद धन्यवाद।